मेरो घरमा भगवान पूजा थियो अनि बाबाले त्यो चिक्पाउनु भयो मैले व्रत गर्दै बसेँ अनि मलाई बाबाले पैसा दिनुभयो टिका लगाएर अनि भगवानलाई लगाएर गोबर अनि तेल हालेर अनि घन्टी बजाएर अनि सबै कुरा गरेर अनि मलाई स्कुल अनि मलाई घर अनि मलाई अनि मलाई ब्राइडल अनि मलाई स्कुल पठाइदेल अनि मलाई टिका लगाइदेल अनि मलाई फेरि स्कुल पठाइदेल